भगवते वासुदेवाय। ॐ नमो 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 भगवते वासुदेवाय। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। नष्टप्रायेषु अभद्रेषु नित्यं भागवत सेवया। भागवते उत्तमश्लोके भक्तिर्भवति नैष्टिकी। ग्रंथराज श्रीमद् भागवतम स्कंद 4 अध्याय 19 राजा पृथु को 100 अश्वमेध यज्ञ। श्लोक संख्या 3। यत्र यज्ञपतिः साक्षात् भगवान् हरिरीश्वरः अन्नो भूयेय सर्वात्मा सर्वलोक गुरुः प्रभो। यत्र यज्ञपतिः साक्षात् भगवान् हरिरीश्वरः अन्य भूयाय सर्वात्मा सर्वलोक गुरुः प्रभो। यत्र यज्ञपतिः साक्षात् भगवान् हरिरीश्वरः अन्नुभूय तत्सर्वात्मा सर्वलोक गुरुः प्रभो। यत्र यज्ञपतिः साक्षात् भगवान् हरिरीश्वरः अन्यभूय तत्सर्वात्मा सर्वलोक गुरुः प्रभो। यत्र यज्ञपतिः साक्षात् भगवान् हरिरीश्वरः अन्को भूयात् सर्वात्मा सर्वलोक गुरु प्रभु। शब्दार्थ अनुवाद तथा तात्पर्य श्री श्रीमद् अभय चरणारविंद ऐसी भक्तिवेदांत स्वामी शिल प्रभुपाद द्वारा शिल प्रभुपाद की जय। यत्र जहाँ यज्ञपति ही संपूर्ण यज्ञहरूका भोक्ता साक्षात प्रत्यक्ष भगवान हरि भगवान विष्णु ईश्वर परम नियंत्रक अनुभूयता दर्शन दिनुभयो वा देखिनुभयो। सर्वात्मा प्रत्येक परमात्मा सर्वलोक गुरु संपूर्ण लोक का स्वामी वा प्रत्येक का गुरु प्रभु स्वामी। अनुवाद। भगवान विष्णु प्रत्येक हृदयमा परमात्मा भएर विराजमान हुनुहुन्छ र उहाँ नै सबै लोकहरूका स्वामी र सम्पूर्ण यज्ञहरूका फलका भोक्ता हुनुहुन्छ। राजा पृथुले गर्नुभएको यज्ञमा उहाँ स्वयं उपस्थित हुनुभयो।
तात्पर्य। यस श्लोकको साक्षात शब्द सान्दर्भिक छ। महाराज पृथ्वी भगवान विष्णुका शक्त्यावेश अवतार हुनुहुन्थ्यो। वास्तवमा महाराज पृथ्वी जीवात्मा हुनुहुन्थ्यो, तर उहाँले भगवान विष्णुबाट विशेष शक्ति प्राप्त गर्नुभएको थियो। जे भए तापनि भगवान विष्णु साक्षात भगवान हुनुहुन्छ र यसरी उहाँ विष्णु तत्त्वको श्रेणीमा पर्नुहुन्छ। महाराज पृथ्वी जीवतत्त्व हुनुहुन्थ्यो। विष्णु तत्त्वले भगवानलाई र जीव तत्त्वले भगवानका अंशलाई संकेत गर्दछ। जब भगवानका अंश विशेष शक्तिले सम्पन्न हुन्छ उसलाई शक्त्यावेश अवतार भनिन्छ। भगवान विष्णुलाई यहाँ हरिर ईश्वर भनिएको छ। भगवान यति कृपालु हुनुहुन्छ, उहाँले आफ्ना भक्तहरूको कष्टमय अवस्थालाई हटाइदिनुहुन्छ। परिणामस्वरूप उहाँलाई हरि भनिन्छ। उहाँलाई ईश्वर भनेर भनिन्छ किनभने उहाँ आफू जे चाहनुहुन्छ त्यो गर्न सक्नुहुन्छ। उहाँ परम नियन्त्रक हुनुहुन्छ। ईश्वर परमेश्वर पुरुषोत्तम भगवान श्री कृष्ण नै हुनुहुन्छ। जब भगवत गीता 1866 मा उहाँले आफ्ना भक्तहरूलाई विश्वस्त बनाउनुहुन्छ त्यस समय उहाँले आफ्नो शक्तिलाई ईश्वर वा परम नियन्त्रकको रूपमा प्रस्तुत गर्नु वा देखाउनुहुन्छ र भन्नुहुन्छ, सबै प्रकारका धर्मको त्याग गरेर केवल मेरो शरणमा आऊ, म तिम्रा सबै प्रकारका पापका फलहरूबाट उद्धार गर्नेछु, नडराऊ। यदि भक्त केवल उहाँको शरणमा परेमा भगवानले तुरन्त भक्तका पापमय जीवनबाट भएका सबै प्रकारका प्रतिफलहरूबाट मुक्त गरिदिनुहुन्छ। उहाँलाई यहाँ सर्वात्मा भनिएको छ, जसको अर्थ उहाँ प्रत्येकका हृदयमा परमात्मा भएर विराजमान हुनुहुन्छ भन्ने हुन्छ र यसरी उहाँ प्रत्येकका परम गुरु हुनुहुन्छ। यदि हामीहरू भगवान श्रीकृष्णले भगवत गीतामा दिनुभएको शिक्षा वा उपदेशहरू ग्रहण गर्नका लागि भाग्यमानी भएमा हाम्रो जीवन तुरन्त सफल हुन्छ। भगवान श्रीकृष्ण बाहेक अन्य कसैले पनि मानव समाजका लागि उत्तम निर्देशन दिन सक्दैन। ओम ज्ञानतिमिरान्धस्य ज्ञानाञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरुवे नमः। श्रीचैतन्यमनोभीष्टं स्थापितं येन भूतले स्वयं रूपा कदा मह्यं ददाति स्वपदान्तिकं। वन्देऽहं श्रीगुरो श्रीयुतपदकमलं श्रीगुरून् वैष्णवांश च। श्रीरूपं साग्रजातं सहगण रघुनाथान्वितं तं सजीवं साद्वैतं सावधूतं परिजनसहितं कृष्णचैतन्यदेवं श्रीराधा कृष्णपदन सहगण ललिता श्रीविशाखान्वितांश। हे कृष्ण करुणा सिन्धु दीनबन्धु जगत्पते गोपेश गोपिका कान्त राधाकान्त नमस्तुते। तप्त कांचन गौरांगी राधे वृंदावनेश्वरी वृषभानुसुते देवी प्रणमामि हरिप्रिया। वाञ्छाकल्पतरुभ्यश्च कृपा सिन्धुभ्येव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। नमो ओं विष्णुपादाय कृष्णप्रेष्ठाय भूतले श्रीमते भक्तिवेदान्त स्वामिनीति नामिने। नमस्ते सरस्वती देवे गौरवाणी प्रचारिणे निर्विशेष शून्यवादी पाश्चात्यदेशतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर शिवासादि गौरभक्तवृंद। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे। मुखं करोति वाचालं पंगुं लंघयति गिरिं यत्कृपातमहं वन्दे श्रीगुरुं दीनतारिणं। परमानन्दमाधवं श्रीचैतन्येश्वरं। हरि ओं तत्सत् हरि ओं तत्सत् हरि ओं तत्सत्। श्री ग्रंथराज श्रीमद् भागवतम स्कंद 4 अध्याय 19 राजा पृथु को 100औं अश्वमेध यज्ञ श्लोक संख्या 3 को चर्चामा हजुरहरुलाई हार्दिक स्वागत छ। हरे कृष्ण हरे कृष्ण हरे कृष्ण
हरे कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण हरे कृष्ण 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 हरे 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 राम 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 हरे हरे कुनै दौड सुरु हुनुभन्दा अगाडि एकछिन शरीर तताउनुपर्छ, जगिङ गर्नुपर्छ। जस्तो अब कुनै आर्मीमा भर्ती हुनु छ, अब दौड सुरु हुने भन्दा अगाडि सबैजना सुतेर बस्यो भनेपछि त्यो दौड कम्प्लिट हुन्छ। सिटी फुक्दा बित्तिकै अब उठेर यताउता तयार गर्ने कि उता सिटी फुकिया छ, कोही आधीमा पुगिसके, कोही अहिलेसम्म उठ्दैनन्। ठिक हो? त्यही भएर अलि प्रिपेयर हुनुपर्छ। किनभने हामी के चर्चा गर्दै छैनौँ? यो संसारको ग्राम्य कथा चर्चा गर्दै छैनौँ। जुन ग्राम्य कथामा एकछिन छोडे पनि निधाए पनि केही घाटा लाग्नेवाला छैन। वास्तवमा ग्राम्य कथा त त्यसलाई छोड्नुपर्छ। बरु कहीँ ग्राम्य कथा चलिरहेछ भने के खाएर हुन्छ, औषधि सौषधि जडीबुटी केही खाएर भए पनि निधाएको ठिक हुन्छ। त्यो सुन्नुभन्दा नसुन्नु बेस। तर यहाँ भागवत कथा चलिरहेछ, उत्तम श्लोक, भगवानको गुणानुवाद चलिरहेछ भनेपछि यहाँ हरेक शब्द म एकछिन झुपुक्क भएँ भने, झिमिक्क भएँ भने यसले मलाई धेरै ठुलो घाटा लाग्छ भन्ने सोचेर त्यो अनुसार आफूलाई प्रिपेयर गर्नुपर्छ। यो भागवतमा बस्ने योग्यता हो। भागवतका लागि हामी एकदम तयार भएर बस्नुपर्छ कि म आज कसरी यो भागवतको पुरा फल प्राप्त गरौँ त, कसरी म ध्यानपूर्वक श्रवण गरौँ, एटेन्टिभली भागवतको कसरी मैले श्रवण गर्न सक्छु आज, त्यो प्रयास गर्नुपर्छ। तर हामी त्यो प्रयास नगर्दै युद्ध सुरु नहुँदै ढल्यो भने के हुन्छ? सिटी फुकिसकेका छैन, आक्रमण भइसकेका छैन, शङ्खघोष भएको छैन, पुरा महाभारत अझ सुरु भइसकेका छैन, बल्ल शङ्खघोष हुने बेला भइरहेछ। पाण्डव पक्षले र कौरव पक्षले दुईटैले शङ्खघोष गर्दै हुनुहुन्छ। शङ्खघोष नगर्दै ढल्यो भने के हुन्छ? अर्जुनको हालत भयो। ठिक छ? शङ्खघोष पाञ्चजन्य ऋषिकेश देवदत्त धनञ्जय शङ्ख फुक्नु भयो नि। शङ्ख फुक्दा फुक्दै युद्ध अहिलेसम्म धनुष बाण सुरु नै भइसकेका छैनन्। तर उहाँको हातबाट धनुष चिप्लिसक्यो। कतिको हातबाट धनुष चिप्लियो आज चाहिँ? चिप्लिन लागेको छ कि अझसम्म समाउनु भएको छ? समाउनु भएको छ नि प्रेम प्रभु? जस अहिलेसम्म हातमै छ धनुष, लास्टसम्म रहन्छ कि रहन्न थाहा छैन। माताजीहरू सबैको धनुष हातमै छ? सिर्जना माताजी समाउनु भएको छ नि बल गरेर? ओके ल, भनेपछि आज युद्ध राम्रै हुन्छ जस्तो छ। यत्र यज्ञपतिः साक्षात् भगवान् हरीश्वरः अन्ये भूयाय सर्वात्मा सर्वलोक गुरु प्रभु भनेर आजको श्लोकले के भन्छ भन्दाखेरि भगवान् विष्णु प्रत्येकका हृदयमा विराजमान परमात्मा हुनुहुन्छ। उहाँ सम्पूर्ण लोकहरूका स्वामी हुनुहुन्छ। सम्पूर्ण यज्ञहरूका भोक्ता पनि उहाँ हुनुहुन्छ। राजा पृथुले गर्नुभएको यज्ञमा उहाँ स्वयं उपस्थित हुनुहुन्थ्यो। भनेपछि भगवान् विष्णु देवी देवताहरू सहित राजा पृथुले गर्न लाग्नु भएको यज्ञमा स्वयं उपस्थित हुनुहुन्थ्यो। कतिवटा यज्ञ भइसकेका छन् अहिलेसम्म? यो प्रसङ्गमा, यो अध्यायमा, यो अध्यायको शीर्षक छ राजा पृथुको 100औं अश्वमेध यज्ञ। हुन त अहिले 100औं अश्वमेध यज्ञ भनेपछि 99वटा अश्वमेध यज्ञ पुरा भएर 100औं अश्वमेध यज्ञ सुरु हुँदैछ भन्ने कुरालाई इङ्गित गर्छ अहिले। भनेपछि यसको पृष्ठभूमिमा 99वटा अश्वमेध यज्ञ हुने बेलामा, जब 99वटा अश्वमेध यज्ञहरू हुँदैछन्, त्यो बेलामा यज्ञ स्थलमा को हुनुहुन्छ? यसपछिको श्लोकले अझ स्पष्ट पार्छ कि त्यहाँ भगवान् विष्णु
यज्ञ स्थलमा प्रकट हुनुभयो। ब्रह्माजी, शिवजी र प्रत्येक लोकका अधिष्ठाता देवताहरू, उहाँका अनुचरहरू भगवानसँगै आउनुभयो। जब भगवान प्रकट भएर देखिनुभयो, गन्धर्व लोक र अप्सरा लोकका निवासीहरू र महान ऋषिमुनिहरूले पनि उहाँको प्रशंसा गरे भनेर यसपछिको श्लोकमा हुन्छ। अनि अन्य लोकहरूबाट पनि के आएका छन् भन्दाखेरि महान महान जो देवी देवताहरू, गन्धर्व, यक्ष लगायत जति पनि सिद्ध पुरुषहरू सबैजना पृथु महाराजको यज्ञ स्थलमा पधार्नु भएको छ। र यसरी पृथु महाराजले अब यज्ञ गर्दै हुनुहुन्छ र यज्ञ गर्ने क्रममा पृथु महाराजले के गर्नुभयो? 100वटा यज्ञ गर्ने उहाँको लक्ष्य थियो। 79वटा यज्ञ पुरा गर्नुभयो र 79वटा यज्ञहरू उहाँले सम्पन्न गर्दाखेरि पुरै शान्तिपूर्वक सम्पन्न भएको छ। सम्पूर्ण यज्ञहरू 79वटा यज्ञहरू यी देवी देवता भगवान उहाँहरूको उपस्थितिमा यज्ञ सम्पन्न भएको छ। भनेपछि यहाँ भगवान विष्णु 79वटा अश्वमेध यज्ञहरू हुँदै गर्दाखेरि भगवानलाई उहाँले प्रसन्न गर्न सक्नु भएको रहेछ। त्यो यज्ञको भोक्ताको रूपमा स्वयं भगवान त्यहाँ उपस्थित हुनुहुँदो रहेछ। त्यही भएर जब जब हामी यज्ञ गर्छौँ त्यहाँ भगवानको उपस्थिति हुन जरुरी छ। कलियुगका लागि यज्ञ के हो? संकीर्तन यज्ञ, भगवानको नाम जप यज्ञ। यज्ञ संकीर्तन प्राहि यजन्ति सुमेधसः। कलियुगको यज्ञ भनेको संकीर्तन यज्ञ हो। त्यही संकीर्तन यज्ञको प्रचार गर्नका लागि स्वयं भगवान कृष्ण चैतन्य महाप्रभुको रूपमा आउनुभयो, हो कि होइन? कृष्ण वर्णम तुइस कृष्णम। कृष्णले आफ्नो रूप रङ फेरेर आउनुभयो। भगवान कृष्ण अब कृष्ण वर्णमा आउनु भएको छैन। अब कृष्ण वर्ण तुइसम कृष्ण साङ्ग पाङ्ग अस्त्र पार्षदम। अब आफ्ना पार्षदहरू सहित भगवान श्री कृष्ण अब कृष्ण वर्णमा आउँदै हुनुहुँदैन, उहाँ गौर वर्णमा आउँदै हुनुहुन्छ। सुनौलो वर्णमा राधा रानीको जस्तो रङ धारण गरेर आउँदै हुनुहुन्छ। र जब भगवान त्यो स्वरूप धारण गर्नुहुन्छ, त्यो अवतार धारण गर्नुहुन्छ चैतन्य महाप्रभुको रूपमा, उहाँले के गर्नुहुन्छ? केलाई प्रवर्धन गर्नुहुन्छ? संकीर्तन यज्ञ। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। सो यसरी हामीले गर्ने संकीर्तनमा पनि साक्षात भगवानलाई हामीले के गर्न सक्नुपर्छ? यज्ञ स्थलमा जब हामी संकीर्तन गर्छौँ नि, त्यहाँ भगवानको आगमन हुनुपर्छ। र इनफ्याक्ट भगवान आउनुहुन्छ। वास्तवमा भन्ने भने जब हामी संकीर्तन गर्छौँ त्यहाँ भगवान आउनुहुन्छ। तर संकीर्तन गर्नका लागि हाम्रो भाव सही हुनुपर्छ। जस्तो भगवानको नाम जप्दाखेरि भगवान गोलोक वृन्दावन छोडेर आउनुहुन्छ। कहाँ? हाम्रो मुखमा, जिब्रोमा आउनुहुन्छ। हरेक दिन जब हामी माला समाउँछौँ, हाम्रो आचार्यहरूले लेख्नुहुन्छ कि भगवानलाई आतुर छ, त्यहाँबाट उहाँ भगवान फराल्न चाहनुहुन्छ। गोलोक वृन्दावनबाट भगवान हरेक भक्तको जिब्रोमा अवतरण लिन चाहनुहुन्छ हरेक दिन। भनेको त्यहाँबाट यहाँ आउन चाहनुहुन्छ। त्यसलाई के भन्छ? त्यही भएर हामी हरे कृष्ण महामन्त्र जब जप्न सुरु गर्छौँ, हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। भगवान त्यहाँबाट यहाँ आउनुभयो, आउनुहुन्छ। हरेक दिन आउनुहुन्छ। भगवानलाई आउन आतुरता छ। वास्तवमा भगवानलाई त्यहाँबाट यहाँ आउँदा यत्रो टाइम लाग्छ भन्नुहुन्छ, यो अचिन्त्य शक्ति हो। भगवान त्यहाँ पनि हुनुहुन्छ, यहाँ पनि हुनुहुन्छ। भगवानलाई आउनका लागि उहाँ जब भक्तले पुकार्छन् नि, उहाँ क्षणभरमा प्रकट हुन सक्नुहुन्छ। द्रौपदीलाई चिरहरण हुँदाखेरि त्यो बेलामा भगवान द्वारिकामा हुनुहुन्थ्यो। द्वारिकाबाट हस्तिनापुरसम्म आउनका लागि त कति लाग्छ समय? प्लेनमै उडेर आउने भने कति समय लाग्छ? घन्टौँ लाग्छ, हो कि होइन? तर भगवान कतिखेरमा आउनुभयो? जुन बेलामा द्रौपदीले यी दुईटा हात उठाएर यति मात्र गर्नुभयो, भगवान प्रकट भइसक्नुभयो। के को रूपमा? त्यो अनन्त सारीको रूपमा, वस्त्रको रूपमा। किनभने उहाँले भगवानको नाम पुकार्नुभयो। भगवानको नाम पुकार्ने बित्तिकै भगवान साक्षात प्रकट हुनुभयो। त्यही भएर भनिन्छ कि जहाँ भगवानका भक्तहरूले भगवानलाई पुकार्नुहुन्छ, त्यहाँ भगवान आफ्नो घर छोडेर आउनुहुन्छ।
नहम तिष्ठामि वैकुण्ठे योगिनां हृदयेषु वा तत्र तिष्ठामि नारद यत्र गायन्ति मद्भक्त। भनेपछि हे नारद, मलाई मेरा भक्तहरूले जहाँ पुकार्छन् नि, मेरा भक्तहरूले है, फेरि यहाँ एउटा महत्त्वपूर्ण कुरा छ, मेरा भक्तहरूले, अभक्तले पुकार्दैमा आउनु हुँदैन। फेरि भगवान अभक्तले पुकार्यो, भक्तिपूर्वक पुकारेको छैन भने भगवान आउनुपर्छ, बाध्यता छैन। त्यही भएर हामी पनि यसो उसमा हेर्दाखेरि, ऐनामा हेर्दाखेरि भक्त जस्तो लाग्छ, मैले हरेक दिन पुकार्छु, किन आउनुहुन्न जस्तो लाग्छ। म भक्त बनिया छु त? भक्त बनेको छु कि छैन? हुनसक्छ तपाईँ बन्नु भएको छैन होला, तर तपाईँको आडको व्यक्ति चाहिँ भक्त बनेको हुन सक्नुहुन्छ। त्यही भएर भक्तको सङ्ग चाहिँ धेरै महत्त्वपूर्ण छ। कुरा बुझ्नुभयो? हामी किन यो भक्तको सङ्गमा आउँदाखेरि हामीलाई फाइदा हुन्छ। जस्तो तपाईँ एक्लै बसेर पनि हरे कृष्ण जप्न सक्नुहुन्छ, एकान्तमा। म भक्तको सङ्गमा बस्दिनँ, म एक्लै बस्छु, तर ग्यारेन्टी छैन कि तपाईँ भक्त हुनुहुन्छ। भक्त बन्नलाई प्रयास गर्नु त भएको होला, तर भक्ति भनेको साँच्चै जब एउटा भक्तमा त्यो भक्ति भावना उत्प्रोत हुन्छ नि, भक्ति, शुद्ध भक्ति भनौँ न, जब त्यो व्यक्तिले शुद्ध भक्ति गर्छ, एउटा शुद्ध भक्तले कति कति कुरालाई प्रभावित पार्न सक्छ, कति कुरालाई पुण्य मतलब पावन बनाउन सक्छ। त्यही भएर एकजना शुद्ध भक्त भएपसम्म हैन, त्यो ठाउँमा प्रलय हुँदैन। वास्तवमा त्यहाँ अनेक शुभ कुराहरू भरिएका हुन्छन्। तर जब एकजना व्यक्ति भक्त हुँदैन मानौँ, त्यसपछि सबै चिजहरू गन्जागोल हुन सुरु हुन्छन्। त्यही भएर भक्तको सङ्गमा चाहिँ हामीले सोच्नुपर्छ कि म त भक्त छैन। कतिजनालाई लाग्छ कि म त भक्त छु, म त खतरै भक्त भनेर। तर हाम्रो सङ्गमा भएका म खतरा नहुँदैमा अरू खतरा नहुने भन्ने हुन्छ, हुन सक्नुहुन्छ। वैष्णवेर क्रियामुद्रा विज्ञान बुझाए। मलाई लाग्छ कि यो मान्छे त हैन, एकजना तल गण्डकीमा आउनुहुन्छ अनि कतिजनाले उहाँलाई जडभरत महाराजको नाम उपाधि दिनुभएको छ। मैले उहाँ एकदम जडभरत हुनुहुन्छ भनेर प्रमाणित गर्दिनँ है। फेरि कोही जडभरत जस्तो भनेको एउटा लाठो लठ्याङ्ग्रो जस्तो देख्ने व्यक्ति जडभरत हुन्छन्, कोही चाहिँ अब मानसिक समस्याले ग्रस्त भएका व्यक्ति नै हुन्छन् फेरि हैन। अब जे नै हुनसक्छ, तर हुनसक्छ नजाने भगवान र भगवानका भक्तहरूको के बुझ्न सक्छ। जडभरत जब हुनुहुन्थ्यो नि, उहाँलाई उहाँको घर परिवारले, उहाँका दाजुभाइहरूले के गरेका थिए भन्दाखेरि खेतमा लगेर, खेतको डिलमा अथवा चौरमा उहाँलाई बस्न भन्थे। किन भन्दाखेरि त्यहाँ बाँदर साँदरहरू, जङ्गली जनावरहरू आएर खेतीपाती नष्ट नगरून् भनेर। अनि जडभरत पनि पुरा यस्तो बुद्धि नभएको जस्तो प्रतीत हुनुहुन्थ्यो कि उहाँसँग नभएको बुद्धि केही पनि थिएन। हामीलाई पनि कहिलेकाहीँ भक्त समुदायमा कोही व्यक्ति त्यस्तै लाग्छ, यो व्यक्ति बुद्धि नभएको छ भनेर, अनि हामी उसलाई उपेक्षा गर्न सुरु गर्छौँ। भइदिन्छ के भन्दाखेरि अपराध। जडभरतलाई जब अस्ति भनेको हामी अघिल्लो हप्ता भनेको 1 हप्ता भयो हाराहारीमा प्रभा विष्णु महाराजलाई हामी मुक्तिनाथ लहरा जाँदै गर्दाखेरि त्यहाँ महाराजको स्वास्थ्यले गर्दाखेरि हामी पालकीमा राखेर गएका थियौँ हैन। हामी त्यहाँ म गदाई गौराङ्ग प्रभु, त्यसपछि जस हामी त्यहाँ जमसममा सेवा गर्ने कर्मचारीहरू भनेको त्यो बेलामा ललित प्रभु उहाँहरू हुनुहुन्थ्यो, अर्को को थियो अन्तरिक्ष प्रभु उहाँहरू हुनुहुन्थ्यो। सो जब महाराजहरू यो उहाँको अहितुकी कृपा हो हैन। जब उहाँ महाराज त्यहाँ जाँदै हुनुहुन्थ्यो पालकी बोक्ने बेलामा एकछिन त हो भनेर हामी पनि प्रयास गऱ्यौँ हैन। महाराजलाई यसरी बोक्न त खासमा पैसा तिराएर उनीहरूलाई बोकाएको थियो, तर यो अवसर हो, महाराजलाई पालकीमा बोक्न पाइयो भने त भनेर एकछिन उनीहरूले यत्रो पैसा लिएर बोकेका छन्, तैपनि हामी बिना पैसा महाराजलाई बोक्यौँ भनेर चाहिँ कस्यौँ। सब 4 जना भक्तले चारवटा उसमा टक्क काँधमा राखेर बोकेको त के हुन्छ भनेको 1 मिनेट भएको छैन, सबको यहाँ काँध
पुरा पाटिएर हैन एकदमै गाह्रो भएर त्यसपछि हामी फेरि उनीहरूलाई हस्तान्तरण गर्यो, ब्यालेन्स पनि भएन। अनि मलाई याद आइरहेको थियो कि जड भरतको स्थिति नि त्यस्तै हो कि हैन? जड भरतलाई पनि जब त्यहाँ राजा रहुगणलाई उहाँले बोक्नुपर्ने थियो, अब त्यो बेलामा के भयो, अब पालकी बोक्नेहरूलाई एकजना व्यक्ति चाहियो क्या, अब अतिरिक्त खोज्दाखेरि जड भरत भेटिनु भयो। अब जड भरतलाई अब यो लाटो छ, बलियो छ, यसले बोक्न सक्छ भनेको हो, तर उहाँसँग भएको भित्र भएको कुरा लुक्छ त, भक्ति भावना लुक्छ त? उहाँले त जबरजस्ती लुकाउनु भएको थियो, आफूलाई लाटो देखाउनु भएको थियो। तर जब पालकी बोक्नुभयो कि जमिनभरि ती जीवात्मा देख्नुभयो, जुन जीवात्माभित्र भगवान् परमात्मा विराजमान हुनुहुन्छ आजको श्लोकले भने जस्तै। अनि ती जीवात्मालाई उहाँले कुल्चिएर कसरी हिँड्न सक्नुहुन्छ? बोक्नु भएको छ राजालाई पालकीमा। अनि त्यसपछि ती जीवात्मालाई तर्काउँदाखेरि म मार्दिनँ भन्दाखेरि के हुन्छ? पालकी इम्ब्यालेन्स हुन्छ। अनि राजा रहुगणले गाली गर्न सुरु गर्नुहुन्छ, किन आज यस्तो पालकी के भइरहेछ, सन्तुलित छैन भन्दाखेरि अरू 3 जना व्यक्तिले के भन्छन्, आज यो नयाँ मान्छे भर्खर राखेको छ नि, यो पागल छ, यो बदमास छ, यसले गर्दा हो कतिखेर ब्रुक्क उफ्रिन्छ, कतिखेर झर्छ, कतिखेर बस्छ, कतिखेर थोरै मात्र पाइला अगाडि बढाउँछ, कतिखेर धेरै पाइला अगाडि बढाउँछ। यो प्रेडिक्टै गर्न नसक्ने छ महाराज भन्दाखेरि भनेको हेर्नुहोस् त, त्यो भक्त हो नि त जड भरत भनेको शुद्ध भक्त, जोसँग अलिकति पनि केही छैन, भौतिक अब आसक्ति छैन, अशुद्धता भन्ने छैन। जब भरत महाराजको स्तरमा हुनुहुन्थ्यो उहाँ पहिलो 3 जन्म मध्ये पहिलो जन्ममा, त्यो बेलामा नै उहाँ भाव स्तरमा पुग्नु भएको भक्त, संसारको साम्राज्य आसक्तिलाई छोडेर गण्डकीको तटमा आएर ध्यान गरेर बस्न सक्ने हिम्मत भएको व्यक्ति। हामी सक्छौं त त्याग्नलाई? हामीले लगाएको कपडा त्याग्न गाह्रो छ हामीलाई। अरू त अरू, यो मोबाइल तपाईले त्याग्न सक्नुहुन्छ? ल आजबाट यो मोबाइल दिनुस् भने सक्नुहुन्छ? 5000 10,000 को मोबाइल, अबदेखि मोबाइल छोड्दिनुस्, अरू केही छोड्नु पर्दैन। आज भागवतम क्लासबाट जाने बेला सबैले मोबाइल छोडेर जानुस् भनेपछि कतिजना मान्नुहुन्छ? आत्मा साँची राखेर आफैले हात उठाउनुस्, भित्रभित्रै हात बाहिर देखाउनु नि पर्दैन। सक्नुहुन्छ? देख्नुभयो भक्तिको स्तर? तर फेरि कसैले तपाईलाई अलिकति केही व्यवहार अलिकति नराम्रो गर्यो भने के लाग्छ भन्दाखेरि संसारको शुद्ध भक्तलाई अपराध गरे जस्तो लाग्छ, हो कि हैन? एउटा मोबाइल छोड्न सक्दैन, तर भरत महाराजले के छोड्नु भएको थाहा छ? संसारको राज्य, पुरा संसार छोडेर आउनु भएको। अब मलाई छोड्ने बेला भयो, मैले आफ्नो कर्तव्य पूरा गरेँ, गाह्रो छ नि। अनि हामीलाई यहाँ सानो एउटा घर, कसैको घर हुन सक्छ, कसैको जग्गा हुन सक्छ, कसैको त्यो नि हुन सक्दैन, त्यो पनि छोड्न सक्दैन। भरत महाराजले त्यो चिज छोडेर आउनु भएको। त्यस्तो स्तरको भक्त हरिणको बच्चासँग आसक्त हुनुभयो, हरिण भएर जन्मिनु भयो। अब तेस्रो जन्ममा भरत जड भरत भएर जन्मिँदाखेरि त उहाँसँग त कुनै आसक्ति थिएन, त्यस्तो शुद्ध भक्त हुनुहुन्थ्यो। तर अन्य व्यक्तिहरू, त्यही सङ्घमा भएका अन्य व्यक्तिहरूले के गरे? मिसअन्डरस्टुड गरे कि गरेनन्? यो व्यक्ति कहाँ भक्त हुन सक्छ? त्यस्तै गरेर हेर्नु त, यो व्यक्ति यहाँ भागवतममा निधाएको छ, यो कसरी शुद्ध भक्त हुन सक्छ? हामीलाई त्यस्तो लाग्छ। भागवतममा निधाउनेलाई त अनर्थ, एक प्रकारको अनर्थ हो। आडमा बस्नेलाई हामी त्यस्तै लाग्छ नि। भोलि के थाहा, जब तपाईले शरीर छोड्नुहुन्छ त्यो बेलामा टक्क लाएर चित्रगुप्तले फाइल पल्टाउँदै गर्ने बेला त्यहाँ थाहा भयो कि तपाई जोसँग दिन रात झगडा गर्नुहुन्थ्यो, जसको नाकमुख हेर्न मन लाग्थेन, त्यो चाहिँ शुद्ध भक्त थियो। के हुन्छ भागसेवकहरू? हुन सक्छ कि सक्दैन? इज इट पोसिबल? जड भरतले त आफ्नो भक्ति लुकाएर त्यस्तो गर्नुभयो भने हाम्रो समुदायमा भएको व्यक्ति हो, यो मान्छे खतरा भक्त हुन सक्छ कि सक्दैन होला? अर्को मान्छे खतरा भक्त हुन सक्छ कि सक्दैन होला? सक्छ नि। त्यही भएर यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो। अनि अरू त अरू राजा रहुगण जस्तो व्यक्ति पनि प्रभावित हुनुभयो, भ्रममा पर्नुभयो र गाली गर्न सुरु गर्नुभयो जड भरतलाई। तर जब जड भरत बोल्न सुरु गर्नुभयो नि, त्यही भएर मूर्ख तबसम्म चिनिँदैन जब ऊ बोल्दैन,
विद्वान पनि तबसम्म चिनिँदैन जब बोल्दैन है। जब मूर्ख बोल्न सुरु हुन्छ उसको मूर्खता आफै बोल्न सुरु हुन्छ, मूर्खता प्रकट हुन्छ। जब विद्वान बोल्न सुरु हुन्छ विद्वता यसै पनि प्रकाशित हुन सुरु हुन्छ। त्यही भएर जब मान्छे बोल्छ नि तब यो मूर्ख हो कि विद्वान हो आफसे आप तय हुन्छ। अनि राजा रघुगण बुद्धिमान हुनुहुन्थ्यो, थाहा भइहाल्यो कि यो जड भरत सामान्य व्यक्ति हुनै सक्दैन, यो आत्मा साक्षात्कारको पराकाष्ठामा भएको व्यक्ति हो, जसलाई मैले पालकी उठाउन लगाइरहेको छु, जसलाई मैले अहिले निन्दा गरिरहेको छु। त्यसपछि थर 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 काँप्दै उहाँले के प्रार्थना गर्नुहुन्छ? नहम विसङ्खे सुरराज वज्र नत्रक्से सुलन्न यमस्य दण्ड नग्नि अर्क सुमनील भित्त पास्त्रक सङ्खे भविसम परमकुल भमानत भनेर अब चिटचिट चिटचिट पसिना आइरहेछ, शरीरका तपाईँको हरेक ठाउँबाट पसिना आइरहेछ राजा रघुगणलाई। किन भन्दाखेरि उहाँलाई महसुस भयो कि मैले अपराध गरेँ, अपराधको आभास भयो। त्यो आवाजले उहाँ चिटचिट पसिना चुहाउन सुरु गर्नुभयो र भन्नुभयो कि मलाई संसारमा डर छ भने एउटै चिजसँग डर छ, त्यो भनेको वैष्णव अपराध हो। मलाई यमस्य दण्ड, यमराजको दण्ड, मृत्युसँग डर छैन। संसारमा मृत्युसँग कसले डर हुँदैन ल भन्नुहोस् त। तपाईँ यहाँ अलिकति मलाई त ज्वरो आएर 101 102 पुग्यो भने त ज्वरोले डराउन दिँदैन, मृत्युले डराउन दिन्छ। यहीचोटि आइसक्यो लास्ट भनेर हुन्छ कि हुँदैन त्यस्तो? मलाई डर लाग्दैन मृत्युसँग भनेर फुटानी गर्ने मान्छेलाई 104 को ज्वरो आउनुपर्छ, त्यसपछि सिद्धिहाल्यो नि। 105 106 गयो भने त सिद्धेन, 2 डिग्री बढ्यो भने सीताराम हो कि होइन? डर लाग्छ। त्यही भएर मैले यहाँ भन्दैछु कि भागवतममा सुतिरहेछन् भन्दैमा खिसिटिउरी गर्न नि भएन। फेरि के थाहा भोलि हेर्नुहोस् त कति मजा आइन्छ अहिले भागवतममा सुत्नेलाई। प्रभुले अब आज बल्ल बुझ्नु भयो, जहिले गाली गर्थ्यो हामी जडा भरत जस्तो म लुगाएर बसेका थियौँ, नत्र भने सबैले थाहा पाइहाल्छन् हो त। आफूलाई यसरी सोच्नु हुँदैन। जड भरतको स्तरमा पनि आफूलाई शुद्ध भक्त सोच्नु हुँदैन। त्यो चाहिँ शुद्ध भक्तिको लक्षण हो। यदि कोही व्यक्ति साँच्चै शुद्ध भक्त छ भने उसलाई थाहा हुँदैन कि म शुद्ध भक्त हो भनेर। रमाइलो चिज त यो पो हो त। जो शुद्ध भक्त होइन उसलाई म शुद्ध भक्त हो जस्तो लाग्छ। जो शुद्ध भक्तिको पराकाष्ठामा हुन्छ उसलाई त म सबभन्दा पतित जीव हो जस्तो लाग्छ। सनातन गोस्वामी शुद्ध भक्त हुनुहुन्थ्यो कि थिएन? तर उहाँले के सोच्नुहुन्थ्यो, मेरो यो पापी शरीर होइन, यो जगन्नाथपुरीको मान्छेको भिडभाडबाट जाँदाखेरि उहाँहरूलाई पनि यो पापले प्रभाव पार्छ भनेर यो समुद्रको तटै तट जहाँ चाहिँ मान्छेहरू हुने थिएनन् त्यो बाटो जानुहुन्थ्यो कि उहाँ। चैतन्य महाप्रभुले देख्नुभयो अनि सनातनलाई च्याप्प समाउनुहुन्छ, अङ्कमाल गर्नुहुन्छ। सनातन तिमी किन यो विनम्रताको पराकाष्ठा देखाउँछौ? दर्शन पवित्र करे ये तुम्हारा गुण। तिमी त यति शुद्ध छौ कि तिम्रो शरीरलाई छोएर आएको हावाले पनि मान्छेलाई शुद्ध बनाउँछ। तर तिमी सोच्छौ कि तिम्रो शरीरले गर्दाखेरि अरू अपवित्र हुन्छन्। तिमी त्यति स्तरको भक्त छौ। सो यसरी जब हामी यज्ञ गर्छौं, यज्ञ गरेपछि के हुँदो रहेछ? यो संकीर्तन यज्ञ गर्दैछौं नि, संकीर्तन यज्ञ गर्दाखेरि भक्तहरूको समूह हुन्छ। त्यही भएर यो भक्तको समुदायमा एकजना राम्रो भक्त हुनुभयो र उहाँले पुकार्नु भयो भने भगवान यहाँ प्रकट हुनुहुन्छ, किनभने भगवान यज्ञपति हुनुहुन्छ। त्यही भएको भएर यज्ञ गर्न जरुरी छ, संकीर्तन यज्ञ गर्न जरुरी छ। अहिले भागवत कथा चाहिँ चलिरहेछ नि, यो नि यज्ञ हो। अनि जब यज्ञ हुन्छ यहाँ भगवान जतिखेर पनि आउन सक्नुहुन्छ, पुष्प विमान जतिखेर पनि आउन सक्छ। जस्तो तपाईँ भागवतमा बस्नुभयो, यहाँ पुष्प विमान आयो, तपाईँ आँखा खोल्ने बेला सबै गइसक्यो, तपाईँ मात्रै यहाँ छुट्नुभयो, मजै आएन नि। पुष्प विमान आवाज लाउँदै झुई झुई घु घु गर्दै आउँदैन, एम्बुलेन्स बजाए जस्तो गरेर। मानिलिउँ कि आजको यो भागवतम क्लासमा पुष्प विमान आउँदैछ, ओ यो 2-4 जना जो हुनुहुन्छ नि, पुष्प विमान आएर अरूलाई लैसक्यो, आँखा खोल्ने बेला खै
सबै भागवतम सिद्धिसकेछ भनेर बाहिर जाने बेला त कोही पनि छैनन्। ला चन्द्रदाई प्रभु खै घर जाँदा नि हुनु हुँदैन माथि रे, राघव प्रभु खै हामीले त देखिएन त, भागवतममा सुतेपछि थोडा देख्छ त नि। मैले सम्भावनाको कुरा गरेको जुन शास्त्र प्रमाणमा आधारित छ, हुनसक्छ, पोसिबिलिटी छ। सो त्यही भएर जब यज्ञ हुन्छ, यज्ञ गर्ने बेलामा यज्ञ गर्ने ठाउँमा को आउनु हुँदो रहेछ? भगवान आउनुहुन्छ। त्यही भएर हरेक दिन जप गर्ने बेलामा पनि भगवान आउनुहुन्छ। तर समस्या के हो थाहा छ? हामीहरूले भगवान आउँदै हुनुहुन्थ्यो, आउँदा आउँदै बाटोबाट फर्किने बनाइदिन्छौँ कि जपमा ध्यानै छैन, सङ्कीर्तनमा लगाबै छैन, भागवतममा पनि त लगाबै छैन। भगवान त्यहाँबाट फरल्दै हुनुहुन्छ। आज मेरो यो प्रेम नाम गरेको भक्तले मलाई बोलाउँदैछ, पुकार्दैछ, भगवान खुसी भएर आउँदै हुनुहुन्छ। पुकार्दा पुकार्दै उता श्रीमतीसित झगडा गर्न लाग्यो, ए मलाई बोलाएर उता श्रीमतीसित कुरा गर्दैछ, यसले आज मलाई बोलाएको रहन्छ, घरमा पाहुना बोलायो, आफू चाहिँ घरबाट निस्केर हिँड्दियो। आउन मन लाग्छ त पाहुनालाई? यो राघव भन्ने त खुब राम्रो लाग्थ्यो, उसले बोलायो, म त्यहाँबाट आउँदैछु, प्रकट हुँदैछु। पाहुनाको रूपमा बोलाएपछि भगवान पाहुनाको रूपमा आउनुहुन्छ नि। अनि हामी पाहुनालाई वास्तै गर्दैनौँ, अरू अरू काम गर्न लाउँछौँ, घर छोडेर हिँड्छौँ। अनि त्यसपछि पाहुनाहरूले सोच्नुहुन्छ कि यसले त अनादर गर्यो। तर भगवान कस्तो दयालु हुनुहुन्छ भने आज जानुहुन्छ, फेरि आज त यसले ध्यान दिएन, भोलि त देला नि भनेर फेरि भोलिका लागि प्रतीक्षा गर्नुहुन्छ। भोलि बोलाउन सुरु गर्यो, भोलि नि त्यही, पर्सि नि त्यही। त्यही भएर ध्यानपूर्वक जप गर्नु पर्छ। ध्यानपूर्वक जप नगर्नु सम्पूर्ण अपराधको मूल कारण हो भनेको त्यही हो। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। भनेपछि जप होइन, भगवानले गीतामा के भन्नुहुन्छ? यज्ञोस्मि जप, म यज्ञहरूमध्ये जप यज्ञ हो भन्नुहुन्छ हो, गीतामा भन्नुहुन्छ। त्यही भएर यज्ञ हामीले जप गर्छौँ त पनि यज्ञ हो, सङ्कीर्तन गर्छौँ यो त झन् महायज्ञ हो। यो कुरा बुझ्न जरुरी छ। त्यही भएर प्राय भक्तहरूलाई कस्तो लाग्छ, कर्मकाण्डी चेतना भरिएको छ, नरसिंह यज्ञ पनि यज्ञ हो। तर नरसिंह यज्ञ जब हुन्छ नि, काठमाडौँबाट पुरोहित आउनुहुन्छ अरे, आज यज्ञ हुँदैछ जस्तो लाग्छ। हरेक दिन बस्दाखेरि फेरि यज्ञ जस्तो लाग्दैन, हरेक दिन सेवा गर्दाखेरि यज्ञ जस्तो लाग्दैन। सही हो कि गलत हो? त्यही भएर यहाँ पृथु महाराजका 79वटा अश्वमेध यज्ञ पुरा हुँदैछन् र भगवान विष्णु स्वयं यज्ञ स्थलमा प्रकट भएर दिँदै हुनुहुन्छ कृपा। र त्यसपछि अब 100औं अश्वमेध यज्ञ गर्ने बेला टाउको दुखाइ हुन्छ कसको? इन्द्रलाई। समस्या त यहाँ आएको नि त। 79वटा अश्वमेध यज्ञ हुने बेलासम्म उहाँले जसो तसो सहेर बस्नुहुन्छ होइन। उहाँलाई पसिना त चर्चर चुइसकेका छन् त्यतिन्जेल पनि। किनभने 100वटा अश्वमेध यज्ञ गरेपछि शतकृतु, जसले 100वटा यज्ञ गर्छ त्यो व्यक्ति के हुन्छ? स्वर्गको राजा भन्ने अधिकार प्राप्त गर्छ। उनी स्वर्गको राजा छन् भनेको अब आयो पोस्टको लडाई हैन। त्यसपछि स्वर्गको राजा इन्द्र एकदम मननीय प्रसङ्ग हो यो। विशेष गरेर म्यानेजमेन्टका लागि त अति मननीय प्रसङ्ग हो। मेरा लागि पनि हो, हजुरहरू सबैका लागि हो। मैले भनेर मननीय होइन कि मैले नभने पनि मननीय हो। मैले त मेरो भावले भन्छु होला, तर यो विचार गर्नु त यो कति मननीय चिज हो। भागवतले मननीय चिजलाई मात्र राख्छ। संसारमा जस्ता तस्ता झारे मसिनै खालका हुन्छ नि, झारा मसिना टाइपका, त्यस्ता कथा भागवतले राख्दैन। पुरा ब्रह्मजीको यो अवधिमा यो विश्व ब्रह्माण्डमा सबभन्दा सेलेक्टेड, जम्मा एउटा सानो पुस्तकमा 18,000 श्लोकमा विश्व ब्रह्माण्डका सबभन्दा एवान घटनाक्रमलाई सेलेक्ट गरेर राखेको पुस्तक हो नि त यो। जस्ता तस्तालाई त यहाँ राखेकै छैन। जसमध्ये पृथु महाराजको प्रसङ्ग हेर्नु त कति लामो छ, कति विस्तृतमा छ भनेको यो अति महत्त्वपूर्ण प्रसङ्ग हो। र पृथु महाराजले 100वटा अश्वमेध यज्ञ गर्दै हुनुहुन्छ। 79वटा अश्वमेध यज्ञ गरिसक्नुभयो। त्यसपछि इन्द्रको टाउको दुखाइ भयो। किनभनेपछि इन्द्रलाई डर भयो कि हाम्रो नेपालका नेताहरूलाई जस्तै ल मेरो पद फुस्काइदिने भयो भनेर। म अहिले पदमा छु, अर्को आएर अनि त्यसपछि के हुन्छ? आन्दोलन यताउता, मुर्दाबाद जिन्दाबाद चल्छ कि चल्दैन? यहाँ चाहिँ अलि भद्र तरिकाले त्यही चल्दैछ। र
पृथुको अब 100वटा अश्वमेध यज्ञ गर्यो भने यसले मेरो पद खुस्काइदिन्छ भन्ने डरले अब इन्द्रले के गर्न सुरु गर्नुहुन्छ, अश्वमेध यज्ञ गर्नका लागि त अश्व भनेको घोडा, यज्ञका लागि घोडा जुन छ नि त्यो घोडाको त्यहाँ त्यो बेलामा बलि हुन्थ्यो। घोडाको बलि भनेको अहिले जस्तो खुकुरीले काट्ने भने होइन। जब बलिको कुरा आउँछ नि अहिले यहाँ खुकुरीले काट्ने छ्याक्का टाउको छिनाउने जस्तो मात्र त्यस्तो हुँदैन बलिको अर्थ। अहिले त्यो बेलामा यस्तो मन्त्रहरू पढ्न सक्ने पुरोहित ब्राह्मणहरू हुन्थे हैन, त्यो मन्त्रहरूले पुरानो घोडालाई आहुति दिएर त्यसबाट साक्षात नयाँ तन्दुरुस्त घोडा उत्पन्न गराउन सक्थ्यो। यस्तो खालको हुन्थ्यो पहिलाको बलि। अहिले कसैले गर्न सक्छ त्यस्तो? अहिले त हैन त्यो हुन्छ नि जुन घोडालाई हामीले बलि दिनु पर्थ्यो अथवा जुन बाख्रा बोकालाई बलि दिन्थे नि पहिला उनीहरूसँग कुरा हुन्थ्यो पहिला उनीहरूको बलि दिनेवालाको, म तिमीलाई बलि दिन्छु हुन्छ भनेर सोध्थे रे कि, एग्रिमेन्ट हुन्थ्यो म्युचुअल। अहिले तिमीलाई दिन्छु पछि तिमीले मलाई दियो, मांस मेरो र तिम्रो एग्रिमेन्ट साइन गर्ने हो भन्दाखेरि त्यो बोकाले बुझ्थ्यो रे त्यो भाषा, उसले बुझ्ने गरेर कन्भे गर्नु पर्थ्यो। अनि उसले ल हुन्छ भनेर स्वीकृति दिन्थ्यो। स्वीकृति दिएपछि अब उसले सिधै बोल्न त नसक्ला, अनि अब त्यही भएर अनि पर्साउने भने सिस्टम त्यहाँबाट सुरु भयो कि त्यसले हुन्छ भनेको त यसो त हल्लाउनु पर्यो नि त टाउको। अहिले त त्यसरी हुन्छ भनेर बोलाउन सक्दैनन्, पानी झ्याप्पा हालिदियो तर्सिन्छ अनि मानो यसले मानो बोकाले मानो भनेर अनि त्यसपछि काट्छन्। सीताराम हो कि होइन? बोकाले मानो ल स्वीकृति दियो, थोडा स्वीकृति दिएको, पानी तपाईँले भत्त हालेर तपाईँ हरे राम परुलाई पानी ल्याएर खनाएपछि झिरिङ्ग हुँदैन? ल उहाँले टाउको काट्नलाई स्वीकृति दिनुभयो भन्नु भने के हुन्छ? उहाँलाई हुन्छ? मिल्छ कि मिल्दैन? अहिले यस्तो भयो कलियुग हो। त्यही भएर कलियुगमा 5वटा चिजलाई वर्जित गरिएको छ। अश्वमेध गवालम्बम सन्यास फलपैतृकम देवरेण सुतत्पत्ति कलौ पञ्च विवर्जयित। 5वटा चिज जुन पहिला हुन्थ्यो अहिले हुँदैन, जसमध्ये एउटा के हो? अश्वमेध यज्ञ। गवालम्बम गाईको पनि यज्ञ हुन्थ्यो, त्यो पनि अहिले हुँदैन। सन्यास पनि कलियुगमा हुँदैन। तर अहिले हाम्रोमा जुन वैष्णव सन्यासीहरू हुनुहुन्छ नि उहाँहरू वास्तवमा त्यो जुन वर्णाश्रम अनुसार सन्यासको कुरा छ नि, यहाँ त जस भगवानको भक्तिका लागि भक्तिको अनुकूल भएर मात्रै यो आश्रमलाई चलाएको मात्रै हो। वास्तवमा यो पनि कलियुगका लागि वास्तवमा वर्जित चिज हो। तर भगवानका लागि अनुकूल तरिकाले जे पनि गर्न मिल्छ, त्यो चाहिँ सिद्धान्त, हायर प्रिन्सिपल। सन्यास फलपैतृकम भनेको पितृहरूलाई मासु चढाउने सिस्टम पनि हुन्थ्यो, पहिला हुन्थ्यो। त्यही भएर अहिले पनि कति पितृलाई चढाउँछन् नि, कुल यताउता त्यो मासु चढाएको त हो नि, पहिला हुन्थ्यो। तर कलियुगका लागि वर्जित छ। अनि देवरेण सुतत्पत्ति, जस्तो घरमा अब दाजुको मतलब 2 भाइ छन्, भाइ मृत्यु भयो एकजनाको, अब सन्तान उत्पन्न हुने कुनै स्थिति भएन, वंश चल्ने स्थिति भएन भनेपछि उदाहरणका लागि विचित्रवीर्यको मृत्यु भएपछि अम्बालिका उहाँहरूबाट पुत्र प्राप्ति भएको थियो त थिएन नि? अब उहाँहरूको कुरुवंश चल्नेवाला थिएन। त्यसपछि सत्यवतीले के गर्नुभयो भन्दाखेरि आफ्नो पहिलो पुत्र व्यासदेवलाई अनुरोध गर्नुभयो, हेर तिम्रा भाइहरू त मरे, चित्रगढ पनि मर्यो, विचित्रवीर्य पनि मर्यो, सन्तान भएको छैन, त्यही भएर यो वंश चलाउनका लागि अम्बिका र अम्बालिकाको गर्भबाट तिमीले सन्तान उत्पन्न गर्दिन पर्यो। यो धर्मको विरुद्ध थिएन भनेपछि, किनभने त्यो बेलामा इन्द्रिय सुखका लागि मैथुन प्रयोग गर्ने थिएनन्। आउनुभयो त्यही प्रयोजनका लागि उहाँले के गर्नुहुन्छ, अम्बिकाबाट कोलाई प्राप्त गर्नुभयो? अम्बिकाबाट को प्राप्त हुनुभयो? धृतराष्ट्र महाराज। अम्बालिकाबाट को प्राप्त हुनुभयो? पृथु महाराज। र दासीबाट को प्राप्त हुनुभयो? विदुर। भनेपछि यस्तो यस्तो पहिलाको युगमा चल्थ्यो, अहिले चल्दैन। चल्छ त? भनेपछि यसरी यज्ञहरू 100वटा अश्वमेध यज्ञ हुँदैछन्। 100वटा अश्वमेध यज्ञ हुने बेलामा अब 79वटा अश्वमेध यज्ञ भएपछि अब इन्द्रलाई टाउको दुखाइ भयो, किनभने मेरो पद खुस्किन्छ भनेर उहाँ पदमा आसक्त हुनुहुन्थ्यो। र पृथु महाराजको यो इन्स्ट्रक्सनले के भन्छ भन्दाखेरि पदमा आसक्त हुनु हुँदैन। तर त्योभन्दा हायर प्रिन्सिपल जहिले नै हामी रेडी हुनुपर्छ। त्यो भनेको के भन्दाखेरि जब
100औं अश्वमेध यज्ञ गर्नका लागि उहाँले तयारी गर्दै हुनुहुन्छ। उहाँले इन्द्र हुनुहुन्छ, त्यो अश्वमेध यज्ञका लागि सजाइएको घोडा चोर्नुहुन्छ। चोर्न सजिलो थियो त? थिएन नि। होइन, कोही मान्छे विद्रोही भएर आएर चोर्यो भने त तत्काल पृथ्वीको यस्तो कडा शासन थियो कि पहिला पृथ्वीलाई त उहाँले के गर्नुभयो हेर्नुहोस् त, संसारको कुनै कुना गएर लुक्न दिनुभयो? पृथ्वीको सामु कोही चोर डाकु भएर आएर लुट्छु भन्नु त त्यो इम्पोसिबल। पृथ्वीको एउटै मात्र अलिकति के भनौँ, छिद्र भनौँ न, अथवा कमजोरी भनौँ कि अथवा शक्ति भनौँ, त्यो थियो। उहाँले ब्राह्मण साधु सन्तहरूलाई चाहिँ चेक गर्नुहुन्थेन। जस्तो एयरपोर्टमा जाने बेलामा सेक्युरिटी चेक हुन्छ। तपाईँहरू जानुभएको छ, उड्नु भएको छ प्लेनमा? को उड्नु भएको छ? हात उठाउनुहोस् त। नउड्नु भएकाले हात उठाउनुहोस् त। नउड्नु भएकाले त्यहाँ जाने बेलामा सेक्युरिटी चेक हुन्छ हजुरहरूलाई। पुरा मेसिनबाट सर जानुपर्छ। अनि सेक्युरिटी चेक हुँदाखेरि अब के छ, यदि अब कुनै त्यस्तै धारिला हतियार सतियार के छ भने सबै हामीलाई रोकिदिन्छ त्यहीँ। अनि सेक्युरिटी चेकमा चाहिँ पृथ्वी महाराजको सिस्टममा यस्तो कडा सेक्युरिटी सिस्टम थियो कि त्यहाँबाट कोही डाकुहरू फुस्केर जाने भन्ने चान्स थिएन। तर पृथ्वी महाराजलाई ब्राह्मण साधु सन्तहरूप्रति यति श्रद्धा थियो कि उहाँहरू सेक्युरिटी लाइनबाट बस्नु पर्ने थिएन क्या, डाइरेक्ट जान मिल्थ्यो। अनि अब यो कुरा कसलाई थाहा भयो? इन्द्रलाई थाहा भयो म चोरको रूपमा गएँ भने त यसै पनि पक्रिनेवाला छु। उहाँले के गर्नुहुन्छ? टक्क लाएर गेरु वस्त्र लगाउनुहुन्छ, स्याफ्रन ड्रेस टक्क लाएर तिलक के सब सुसज्जित हुनुहुन्छ। नरसिंह पवित्र लाउनु भएको थियो कि थिएन त्यो चाहिँ थाहा छैन। के अब होला नि, भए जति लगाउनुहुन्छ, तिलक कण्ठी सन्ठी के लगाउनु पर्ने सब धारण गर्नुहुन्छ नक्कली। त्यसपछि गएपछि त पृथ्वी महाराजकोमा अब सेक्युरिटी चेकबाट जानु परेन। जानुहुन्थ्यो, सबै व्यस्त भएको बेला अब उहाँको नियत त चोर्नु थियो। त्यो अश्वमेधका लागि सजाएको घोडा चोरिदिनुहुन्थ्यो, जानुहुन्थ्यो। अनि पछि थाहा भयो, एकचोटि दुईचोटि तीनचोटि चोर्नु भयो। तीनैचोटि त्यो अश्वमेध घोडालाई पिछा गरेर पृथ्वी महाराज र उहाँको पुत्रले पिछा गरेर फिर्ता ल्याएरै छोड्नु भयो। तर फेरि पनि त्यही कार्य गर्न लागेपछि अति नै भयो भनेर अब चाहिँ पृथ्वी महाराजले इन्द्र होस् पछि त थाहा भयो नि त। रङ्गी हात पक्रिएपछि त यसले स्वरूप फेरेको भन्ने थाहा छ। मार्दिनलाई रेडी हुनुभयो बेलामा वर्माजी आएर रोक्नुहुन्छ, इन्द्र हे पृथ्वी कृपा गरेर यो काम चाहिँ नगर। इन्द्रको कुकृत्य चाहिँ मार्नै सुहाउने खालको हो। तर इन्द्र हुन् त भगवानको अंश नि। इन्द्रलाई भगवानको हात सरह मानिन्छ, भगवानको अंश सरह मानिन्छ। बेला बेलामा यिनमा कन्फ्युजन आउँछ, बेला बेलामा यिनले पनि बाटो बिराउँछन्, तैपनि सेवा त गरिरहेछन् नि। त्यही भएर एउटा दुईटा सानो चिजहरू छन् हैन, त्यसलाई सुधार्नुपर्छ। तर त्यतिको हिसाबले यिनलाई त्याग्नै गर्नुपर्ने चाहिँ हुँदैन है। अलिअलि घाउ छ, यसलाई उपचार गरे हुन्छ। वर्माजीले भन्न सुरु गर्नुहुन्छ। वर्माजीले भन्नुहुन्छ कि यो जुन 100औं अश्वमेध यज्ञ गर्ने भनेर सोचेका छौ पृथ्वी, त्यसलाई छोडिदेऊ। किनभने तिमीले 100वटा अश्वमेध यज्ञ गर्दाखेरि स्वर्गको राज्य सिंहासन पाउँथ्यौ। तर तिमीले अब 100वटा अश्वमेध यज्ञ मध्ये एउटा यज्ञ छोड्यौ भने तिमीले जुन यश कीर्ति पाउँछौ नि, इन्द्रको कीर्तिभन्दा 100औं गुणा ठुलो यश कीर्ति पाउनेवाला छौ। त्यो भन्दै गर्दाखेरि म यदि पृथ्वीको ठाउँमा हुन्थेँ अनि गर्न सक्थेँ त? हे वर्माजी छोडिदिनुहोस्, यत्रो दुःख गर्यो, यत्रो खर्च गर्यो, यत्रो चिज गर्यो, अनि तपाईँ आएर यस्तो भन्ने? यही हो हामीलाई चाहिँ, हामीलाई हाम्रो फलसिको बढी महत्त्वपूर्ण हुन्छ क्या। मैले गर्छु भने गर्छु 100 पुराएपछि त कम्प्लिट भयो नि, 99 हामीलाई इनकम्प्लिट लाग्छ। त्यही भएर आजको टाइटल पनि के हो? 99 क्लबको सदस्यता हो। संसार दुखी छ किन भन्दाखेरि हामीले पृथ्वीको भाव नबुझेको भएर दुखी छौँ। पृथ्वीले पनि 99वटा अश्वमेध यज्ञ गर्नुभयो, तर अन्तिम एउटा यज्ञ उहाँ छोड्नलाई रेडी हुनुभयो कि। यसलाई भन्छ भक्ति। यो भक्ति। जब हायर अथोरिटीको चाहना हुन्छ नि, भक्ति भनेको तपाईँको आफ्नो हिसाबले मन प्रवाह जे मन लाग्यो त्यसरी चल्नेलाई भक्ति भन्दैन। भलै भक्ति जस्तो देख्छ, इन्द्रले पनि गरेको भक्ति जस्तै देख्छ, किनभने स्याफ्रन लगाएका छन्, सबै चिज छ। तर पृथ्वीले गरेको भक्ति हो, किनभने उहाँ आफ्नो अहंकारलाई धुलो बनाउनलाई रेडी हुनुहुन्छ।
गुरुको सन्तुष्टिका लागि। गुरु आएर होइन अश्वमेध यज्ञ गर भने गर्न रेडी हुनुहुन्छ, नगर भने नगर्न रेडी हुनुहुन्छ। यसलाई भन्छ भक्ति। यो देखेर भगवान प्रभावित हुनुहुने हो, राइट। 79 क्लबको सदस्यता सानो सर्टकटमा स्टोरी बताउँछु। एकचोटि राजा पुरा देश भ्रमण गर्दै थिए। नेपालको पूर्वदेखि पश्चिम सबैतिर भ्रमण गर्दै रहेछन्। नेपालकै त होइन, कुनै देशको। मानिलिउँ पुग्ने बेलामा एउटा गाउँमा पुगेछन् के, बागलुङको एउटा गाउँमा पुगेछन्। त्यो गाउँमा चाहिँ एउटा सानो झुपडी रहेछ, वरपर खेतीपातीहरू रहेछन्। त्यहाँ परिवार यति खुसी छ कि श्रीमानले श्रीमतीलाई पुरा प्रेम गरेको छ, श्रीमतीले श्रीमानको पुरा मसाज गरिदिएको छ, सेवा गरेको छ, छोराछोरी सब मिलेका छन्, झगडा गर्दैनन्। सानो झुपडी छ। लाग्छ कि हामीले हिजो कुरा गरेका थियौँ एउटा प्रसङ्गवश, होइन, सानो ठाउँमा कहिलेकाहीँ कतिजना अटाउन सके पर्ने स्थिति हुन्छ नि भक्तहरू। जस्तो मुक्तिनाथतिर गइयो भने सानो कोठामा मलाई उस्तै पऱ्यो भने अब खर्च कम गरेर जाने भने एउटै कोठामा 10 जना सुत्नुपर्ने स्थिति होला। कसरी सुत्ने भन्ने प्रश्न आउला कि रेडी हुनुपर्छ भनेको। उहाँहरूको झुपडी त्यस्तै छ, कसरी बस्या होला। तर यति खुसी छन्, राजाको दिमाग खराब हुन्छ। म यत्रो दरबारमा सुख सुविधाले युक्त छु, सुख सहेलमा बाँचिराखेको छु, मलाई तनाव छ। यिनीहरूसँग केही छैन, सानो झुपडी छ, त्यही सानो खेतीपाती छ, यति खुसी छन् कि उनीहरूमा दुःख भन्ने केही छैन। मन्त्री नै सँगै थिए, मन्त्रीलाई सोधे, मन्त्री यो किन? मसँग सबै चिज छ र पनि दुखी छु, यिनीहरूसँग केही छैन र पनि सुखी छन्। मन्त्रीले उत्तर दिए, महाराज यसको एउटै उत्तर छ, कारण छ। के भन्दाखेरि तपाईँ 79 क्लबको सदस्य हुनुहुन्छ, यिनीहरू 79 क्लबको सदस्य छैनन्। बा के यस्तो भनेको? अनि मन्त्रीलाई सोध्छन् के हो 79 क्लबको सदस्यता? महाराज अहिले होइन, समय आएपछि भन्छु, मलाई यति चाहिँ तपाईँले छुट दिनु पर्यो आजलाई भनेपछि मन्त्रीले इमान्दारितापूर्वक माग गरेका थिए। हुन्छ, समय आएपछि मलाई भन्न त भन्नुभयो। त्यसपछि उहाँहरू दरबारमा फर्किनु भयो। त्यही राति मन्त्रीले के गर्छन्, त्यस्तो मिलेर बसेको जुन घर छ नि, राति स्वरूप फेरेर बोराबोरी सुनका सिक्का लगाएर छोडिदिन्छन्। कतिवटा सिक्का? 79 वटा। अनि बिहान उठ्ने बेला त घरका उठेर बाहिरपट्टि आउँदा त बोरा छ, बोरा खोलेको त सिक्का छ, 1 2 3 गन्छन्। वरापरा कसले, त्यहाँ त अरू घरहरू थिएनन्, सुनका सिक्का देखेपछि त उनीहरूको त हड्डी हाँस्छ भने जस्तो हुन्छ, यति खुसी हुन्छन् कि। त्यस पछाडि गन्न सुरु गर्छन्, 1 2 3 4 50 60 70 80 90 95 96 97 98 99। उनीहरूलाई चित्त बुझ्दैन। ला एउटालाई डबल रिपिट, एउटा चाहिँ यत्तिकै गर्दाखेरि हामीले गन्न बिर्स्यो कि फेरि दोहोऱ्याउँछन्। 100 वटा हुनुपर्ने नि त, मनले त 100 वटा हुन्छ, कहाँ त 79 मात्र। मन्त्रीले 79 वटै छोडेका छन् त, कहाँ त 100 हुन्छ त नि। फेरि दोस्रोचोटि गन्छन् 79, तेस्रोचोटि 79, चौथोचोटि 79। अघिसम्म सुनको सिक्का थिएनन्, सन्तुष्ट थिए। अब 79 वटा सुनका सिक्का छन्, अब एउटा सिक्का पुगेन भनेर अब असन्तुष्टि सुरु भयो, होइन। 100 नै पुर्याउनु पर्छ भन्ने भावना आयो कि उनीहरूलाई। पृथ्वीले नि 100 वटा गर्दै हुनुहुन्थ्यो यज्ञ त्यस्तै। तर अन्त त गत्तो भइदियो के भन्दाखेरि 79 को 79 नै भन्ने प्रमाणित भएपछि त्यहाँको घरधनीले हेर 100 वटा पुर्याउनु पर्छ, म कहाँ बरु गएर बजारमा गएर काम गरेर पैसा कमाउँछु र एउटा सिक्का ल्याउँछु, 100 वटा बनाउँला भनेर आउँछन्। अब 100 वटा पुर्याउने भन्ने चाहना के, त्यो अहङ्कार हो खासमा। अहङ्कारले त्यसरी काम गर्छ, पुरा गर्नै पर्छ, मलाई लायो त लायो, 100 वटा हुनुपर्छ त हुनुपर्छ पर्छ, यही होइन अहङ्कार भनेको। त्यसपछि उहाँ जानुभयो कमाउनलाई। अब घरमा बिचल्ली हुन सुरु भयो। घरधनी नै नभएपछि आउला 1 दिन 2 दिन 3 दिन श्रीमतीलाई नि झ्याउ लाग्छ। घरभरि सिक्का छन्, खाना पाइया छैन, एउटा लगेर बेचिदिन्छन् चुरोट खानालाई। चुरोट हो कि के खानालाई जे होस्। अर्को अनि छोराले अनि छिमेकीकोसँग केही छैन यार, यहाँ घरमा 98 वटा सिक्का छन्, पल्सर बाइक चल्न पाइया छैन, होइन म त बुलेटै किन्छु भनेर किन्न सुरु गरौँ। अर्को बेचेर अर्काले के बेच्न लाग्यो। हुँदै अब यतापट्टि बाबुले चाहिँ 100 वटा पुर्याउने भनेर मेहनत गरे, कति महिना काम गरेर 100 वटा पुर्यायो कि। फर्किने बेला खै ल मैले एउटा पुरा गरेँ, अब यो भएपछि 100 वटा भयो भनेको त घरमा त छँदै छैनन्। अनि त्यसले गर्दाखेरि अब झगडा सुरु हुन्छ।
केही महिना अगाडि शान्त आनन्दित परिवार अब एकअर्कासँग झगडा गर्दैछन्। श्रीमानले श्रीमती कुट्दैछ, मैले यत्रो सिक्काको कुने तैँले कमाएर लिए त मोरी भन्दै श्रीमानले श्रीमती पिट्दैछ। श्रीमतीले श्रीमानलाई धारे हात लाउँदैछन्। छोराछोरी मतलब दिइरहेको छैनन्। पुरा कोलाहल भइरहेछ। र राजालाई त्यही बाटो हुँदै मन्त्रीले फेरि जब त्यहाँ पुर्याए, केही महिना अगाडिको शान्त परिवार, खुसी परिवार अहिले कोलाहलमय भइरहेछ। के भयो? मन्त्री भन्दा अहिले चाहिँ यिनीहरू 79 क्लबको सदस्यता ग्रहण गरे महाराज भन्छ उसले। त्यही भएर यस्तो भएको छ। जहिले 79 क्लबको सदस्य भन्छस्, के हो भन्न अब त भन्दाखेरि उहाँले सबै बताइदिनुहुन्छ। यस्तो यस्तो भयो, त्यो राति मैले 79 वटा सिक्का ल्याएँ, त्यसपछि गन्दाखेरि उनीहरूले 79 भयो, त्यसबाट चित्त बुझेन, हुँदाहुँदै 100 वटा पुऱ्याउनलाई एउटा कमाउन गयो, यतापट्टि खर्च गर्न लाए, अहिले यस्तो भयो महाराज, 79 क्लबको सदस्य भएपछि यस्तै हुन्छ भनेर भनेपछि ल तपाईँ पनि यस्तै हो कि होइन? सबै चिज छ, तर जे छैन त्यही चिजमा मात्रै तपाईँबाट दुखी हुनुहुन्छ। 32 वटा दाँत मध्ये 31 वटा दाँत छन्, एउटा दाँत त्यसो फुस्केको छ, जिब्रो त्यहीँ मात्रै जान्छ। हाम्रो हालत नि त्यही हो कि होइन? भगवान्ले सब चिज दिनुभएको छ। हेर्नु त, चन्द्रोदय पर्व कति राम्रो श्रीमती दिनुभएको छ होइन? रङ्गदेवी माताजीले कति राम्रो श्रीमान दिनुभएको छ, कति राम्रा छोराहरू दिनुभएको छ। भुवना भएका, मैले भुवनालाई नि भन्थेँ। जस बुझ्नुहुन्छ नि, को सबै चिज दिनुभएको छ। चन्द्रोदय पर्व जुन जीवन बिताउनु भएको छ नि, संसारमा कति 8 अर्ब मान्छे छन् नि, होला तपाईँको जीवन जस्तो होस् भनेर कल्पना गर्ने मान्छे। डाटै त म बोल्न सक्दिनँ, तर मैले अनुमानित दाबी चाहिँ गर्न सक्छु कि 8 अर्ब मध्ये 7 अर्ब जस्तो मान्छेले त चन्द्रोदय पर्वको जीवन पायो भने त खुसीले जीवन, यो त उनीहरूको डिजायर हो, उनीहरूको सपना हो यस्तो जीवन पाउनु। 8 अर्ब होइन होला, के अरे 8 अर्ब मध्ये 7 अर्ब होइन, 7.9999 कति अर्ब मान्छेको हुनसक्छ। यस्तो कहाँ मिल्छ त? मिल्दैन नि। सबले सोच्नु होला चन्द्रोदय पर्व कस्तो हुँदो रहेछ, रङ्गदेवी माताजीको चाहिँ सङ्गत लिनुपर्छ भनेर। हो, साँच्चै लिनुपर्छ हो त। कतिजनाको लागि यो हो, उहाँहरूको जीवनको कल्पना हो कि त्यहाँ पुग्न चाहनुहुन्छ, उहाँहरूको सपना हो यस्तो जीवन बाँच्नु। म जुन जीवन बाँचिया छु नि, कतिजना मान्छेले कल्पना गरिरहेछन्, तर फेरि भइदिन्छ के थाहा छ? भागवत सेवा पर्वको जीवन होइन, कतिजनाका लागि त्यो डिजायर हो। यस्तो जीवन भयो भने त संसारमा पृथ्वीमै स्वर्ग देखिन्छ भने जस्तो, वैकुण्ठ देख्छ भने जस्तो कतिजनालाई त्यस्तो लाग्छ। ब्रह्मचारीको त कुरा छोडिदिनुहोस् बरु, ब्रह्मचारीको जीवन त वैकुण्ठलाई नै मात खुवाउने जीवन हो। कतिजनाले त्यो डिजायर राख्नुहुन्छ, पुग्न सक्दैन र मात्रै हो। तर त्यस्तो हुँदै पनि चन्द्रोदय पर्व सबै पुग्या जस्तो लाग्छ। 79 वटा चिज छन् भगवान्ले दिनुभएको छ, एउटा चिज जे छैन त्यही चिजले यति पिरलो गर्छ कि जीवनमा अशान्ति ल्याउने त्यही हो। भागवत सेवा पर्वको लागि यस्तो, मैले कहिलेकाहीँ जिस्किने बानी हुन्छ, यस्तो भिनाजु दिनुभएको छ भने जस्तो कि गलत भयो भनेर सर्केको भनेको यस्तो राम्रो छ भने जस्तो कि यो साँच्चै। ए बाबा, सोमालियामा मान्छेले जो दुःख पाइरहेछन् नि, हामीले केही दुःख पाएका छौँ? हाम्रा लागि त ती सोमालियाका मान्छेहरूको त लागि तुलना गर्ने अनि हाम्रो जीवन पाए भने त उनीहरूले त मानिलिउँ कि उनीहरू स्वर्ग गए जस्तै जीवन हो कि उनीहरूका लागि। खाना नपाएर त्यो ख्याउटे भएर शरीर सुकेर हड्डी मात्र भएको देख्नुहुन्छ नि, त्यस्तो जीवन बाँचिरहेछन्। हामी यस्तो तरिकाले बाँचिरहेछौँ, न केही अशान्ति छ, खासै केही छैन। अलिअलि जिन्दाबाद मुर्दाबाद त छ नेपालमा, तर 79 क्लबको सदस्यता भनेको त्यही हो। सबै चिज छ, तर कति एउटा या दुईटा चिज त्यही कुरा देखिन्छ। 32 वटा दाँत मध्ये एउटा दाँत छैन, जिब्रो त्यही जान्छ है गरी, अनि त्यसैले दुःख दिन्छ। अरू भएकामा फेरि जाँदैन। यो चाहिँ मायाको प्रभाव हो। मायाले यसै गरेर काम गर्नुहुन्छ। त्यही भएर अर्को भक्तमा पनि हेर्नुहोस्, राम्रा गुणहरू देख्नुहोस् कि हामीले त्यही नराम्रो जे गुण छ त्यसैलाई मात्र देख्छौँ, हाइलाइट गर्छौँ। अनेक गुणहरू छन् यहाँ। भगवान त उसका लागि
भगवानले मन पार्नुहुन्छ, हामीले मन नपार्नेको हो। त्यही भएर चन्द्रोदय प्रभु क्लास किन मलाई नदिन भन्नुहोस् भनेको बुझ्नुभयो नि। अब जप गर्नै पाउनु भएन। एनिवे, त्यही भएर यहाँ चाहिँ 79 क्लबको सदस्य बन्नु हुँदैन है। भगवानले जे दिनुभएको छ त्यसमा सन्तुष्ट हुनुपर्छ भनेर यो कुरा सिकाएको छ। संसारमा त्यही समस्या त हो नि। एउटा श्रीमान श्रीमती छन्, श्रीमान श्रीमतीसँग सन्तुष्ट छैन, अर्को खोज्दै हिँड्छ, श्रीमती अर्को खोज्दै हिँड्छ, अनि डिभोर्स हुन्छ। सबै चिज छ, बिहान बेलुकी भगवानको कृपाले पेट भरिया छ। हिजो भरेर सुत्नु भएको हो, कतिजना भरेर सुत्नु भएको पेट? हिजो हात उठाउनु न, नभरिकन खानै नभरिकन सुत्याएको रहेछ, हेरौँ त। ए बाबा, हिजो राति कतिजनाले खाना नपाइकन सुतेका छन्, राइट हो कि होइन? अनि अब असन्तुष्टि हुने किन? म चाहिँ अचम्म लाग्छ। फलानु अमेरिका गयो, फलानुले विदेशबाट यत्रो लुटिरहेछ, पैसा कमाइरहेछ। हामीलाई फेरि अब ए बाबा कमाए पनि त्यसले खाने यति नै हो। अरबपतिले चाहिँ के छुट्टै पेटहरू थप्दै खान्छ र? जति भए पनि अटाउनु पर्ने यही हो। सबै चिज दिनुभएको छ, तर मनले के भन्छ? होइन विदेश जानुपर्छ, अबको लट हेर्नुपर्छ जस्तो लाग्छ, हो कि होइन? यही त हो नि 79 क्लबको सदस्यता भनेको। तपाईँहरूले 79 क्लब भनेको त सिक्का लगाएर राख्नेलाई मात्र 79 क्लब सोच्नुहुन्छ। जुन 79 क्लबको सदस्य संसार बनिरहेछौँ, यो बनेर हुँदैन। पृथ्वी महाराजले त सिकाउनु भयो 79 क्लबमै 79मा सन्तुष्ट हुनुपर्छ, 100मा जानुपर्छ भन्नेलाई चाहिँ 79 क्लबको सदस्यता भन्छ। सन्तुष्ट हुनुभयो, के पाउनुभयो? जे छ त्यसमा सन्तुष्ट हुँदाखेरि हेर्नुहोस् त, स्वर्गका राजा इन्द्रले जे पाउनुभयो त्योभन्दा कति ठुलो चिज पाउनुभयो भनेको अहङ्कार त्याग गरेर म शरणम प्रपद्ये, म शरणमा छु, ल जे भन्नुहुन्छ त्यही गर्छु, जे गर्नुपर्ने त्यही गर्छु। त्यो पो भक्ति हो। यो हुनुपर्छ चेतना। प्रभुपाद हजुरको इच्छाका लागि म यो गर्छु, दिस इज द भक्ति। सो हामी यति भन्दै आजको शब्द ध्वनि, भागवतको शब्द ध्वनि यहीँ विश्राम गर्छौँ। श्रील प्रभुपाद की जय। प्रश्न चाहिँ व्यक्तिगत रूपमा सोध्नु होला, अहिले नसोध्नु, किनभने 6:30 भइसक्यो। हरे कृष्ण।